नमस्कार, सगरमाथा टेलिभिजनको नियमित कार्यक्रम एसटिभी च्याटमा यहाँलाई स्वागत छ। दर्शकवृन्द, हामी यस कार्यक्रममा प्रत्येक दिन विभिन्न विधाका व्यक्तित्वहरूसँग कुराकानी गर्दै आइरहेका छौँ र यसै क्रमलाई निरन्तरता दिँदै आज हामीले नेपाली सिनेमा क्षेत्रका व्यक्तित्व हुनुहुन्छ, सिनेमा निर्देशक हुनुहुन्छ अर्पण थापा। आज हामीले उहाँलाई बोलाएका छौँ र अर्पण थापाको डेब्यू निर्देशन रहेको चलचित्र मुखौटा अहिले नेपालका विभिन्न हलहरूमा चलिरहेको छ र सफलताका साथ चलिरहेको यो फिल्मका बारेमा र नेपाली सिनेमाका बारेमा हामी केही चर्चा परिचर्चा गर्नेछौँ। हामीलाई हेरेर साथ दिनुहोला। यहाँलाई स्वागत छ हाम्रो स्टुडियोमा। हजुर, नमस्ते। अर्पणजी, अहिले चलचित्र चलिरहेको छ हैन? हजुर, पनि व्यस्त हुनुहुन्छ। हजुर हजुर, प्रमोसनमा लागिरहनु भएको छ। कस्तो छ मुखौटा? अब प्रतिक्रिया हिसाबले मिक्स नै आइरहेछ हैन, राम्रो पनि छ। अब कस्तो हुन्छ भन्दाखेरि एउटा सिनेमा भनेको एकजना मान्छेमाथि भर पर्ने कुरा पनि होइन हैन। सबैजनाको आफ्नो आफ्नो व्यक्तिगत चोइस हुन्छ र मन पर्ने मन नपर्ने त्यो आफ्नो त्यो के अरे डिबेट त जहिले पनि चलि नै रहन्छ हैन। तर अहिलेसम्म हामीले हलहरूमा गएर चेकआउट गर्दाखेरि चाहिँ जुन हल्ला सुनिन्छ त्यस्तो चाहिँ छैन भनौँ न। मैले जान्न बुझ्न खोजेको चाहिँ यसको विषयवस्तु के हो, कथा कस्तो छ? कथा मुखौटा भनेको मास्क अफ इमोसन्स भन्छ हैन। दुईटा स्वरूपको बारेमा हो, दुईटा मुखको बारेमा हो। एउटा व्यक्तिमा दुईटा मुख हुन्छ भन्ने, जुन दुईटा व्यक्ति हुन्छ भन्ने एउटा भनाइ छ, त्यसलाई नै फलोअप गर्न खोजे हो। र फिल्ममा 9 जना मेन मुख्य कलाकार हुनुहुन्छ र 9 वटा डिफ्रेन्ट हाम्रो के अरे रस भन्छ नि, इमोसन्स, नवरसलाई चाहिँ त्यसलाई चाहिँ के अरे एडप्ट गर्ने ट्राई गरेको हो। र मान्छेको लाइफमा नर्मल्ली बाँचुन्जेलसम्म गरिने जुन स्ट्रगल छ, जुन कुराहरू छन्, त्यही नै नर्मल्ली त्यही इमोसन्सबाट नै आएको जस्तो लाग्छ मलाई चाहिँ। नर्मली लोभ, लालच, माया, मोह हैन, इच्छा, आकाङ्क्षा, यो सबै कुराहरू नै हुन् जसले गर्दाखेरि मान्छेलाई बाँच्ने आधार दिन्छ र धेरैवटा कुरा गर्ने र या नगर्ने आधार पनि दिन्छ हैन। र मुखौटा चाहिँ त्यही इमोसन्सलाई नै लिएर बनाइएको फिल्म हो। मुखौटामा तपाईँले एकदमै चर्चित अनुहारहरू राख्नु भएको छ हैन? अब राजेश हमाल, सुनिल थापा, निशा अधिकारी आदि अब धेरै राम्रा कलाकारहरू हुनुहुन्छ यसमा। जति पनि अभिनय गर्नुभएको छ सबैलाई राम्रै मान्नुपर्छ। यति धेरै राम्रा कलाकारलाई लिनु भएको छ है, खर्च पनि निकै भयो होला नि? अब तपाईँले भने जस्तो एक किसिमको अनुहारहरू छन् जसको चाहिँ आफ्नो विधामा या आफ्नो ठाउँमा उहाँहरू आफ्नो हिसाबले नै स्ट्यान्डअप भइराख्नु भएको छ होइन। त्यही कारणले गर्दाखेरि त्यसको पेब्याक त अलिकति अब सोचे भन्दा अलिकति बढी नै हुन्छ। तर पनि उहाँहरूलाई जेको लागि लिएको थियो होइन, उहाँहरूले त्यो एकदम इमान्दारीपूर्वक निभाउनु भएको छ र त्यसमा रिग्रेट भन्ने कुनै पनि केही पनि छैन। अब यो मुखौटा चलचित्र तपाईँको पहिलो होइन, तपाईँ कलाकार हुनुहुन्थ्यो, अब तपाईँले निर्देशन गर्नुभयो, पहिलो निर्देशन गरेको सिनेमा हो है। कस्तो हुँदो रहेछ निर्देशन गर्नु, अभिनय गर्नु, निर्देशन गर्नुमा कतिको भिन्नता रहेछ होइन? अरूको निर्देशनमा आफू चल्नु र आफ्नो निर्देशनमा अरूलाई चलाउन कति सहज हुँदो रहेछ, अथवा त्यसको भिन्नता के हुन् र तपाईँले के अनुभव गर्नुभयो, के पाठ सिक्नुभयो? अब हाम्रो एउटा फिल्मी भाषामा भन्ने हो भने एक्टिङ गर्नु भनेको दिएको पात्रलाई बाँच्नु हो हैन, र डिरेक्सन गर्नु भनेको जन्मिएको पात्रलाई बचाउनु हो हैन। त्यही कारणले डिफ्रेन्स अब दुईटैमा आफ्नो आफ्नो किसिमको छनु चाहिँ, तर पनि अब एज अ डिरेक्टर एज अ एक्टर एकैचोटि काम गर्दाखेरि चाहिँ एउटा नौलो अनुभव चाहिँ फिल गरेँ मैले हैन आफैमा। तर डिरेक्सन गर्दाखेरि र एक्टिङ गर्दाखेरि त्यो दुईटाको के अरे खासै त्यो गर्ने प्रक्रिया फरक नभएको कारणले गर्दाखेरि चाहिँ
मलाई चाहिँ त्यति अनौठो चाहिँ लागेन भनौँ न। जस्तो तपाईँले भेटरान अब आर्टिस्टहरू छन् होइन, हजुर हजुर, अब त्यस्ता नाम कहलिएका कलाकारलाई चाहिँ निर्देशन गर्न पक्कै पनि अलिकति असहज त भयो होला नि। तपाईँ एउटा कलाकारबाट सुरुमै निर्देशनतिर लाग्नुभयो। त्यो हिसाबले हेर्ने हो भने एकदमै गाह्रो जस्तो देखिन्छ होइन। तर अब उहाँहरू सुपरस्टारहरू हुनुहुन्छ होइन, तर त्यसको पछि सँगसँगै उहाँहरू एउटा एक्टर पनि हुनुहुन्छ। त्यसले गर्दाखेरि मैले जहिले पनि त्यो जस्तो काम गर्दाखेरि उहाँहरूको त्यो एक्टिङ या एक्टरको पार्टलाई चाहिँ बढी फोकस गरेँ भनौँ न। उहाँहरूलाई एज एन सुपरस्टार भन्दाखेरि नि एज एन एक्टरको रूपमा बढी हेर्ने भएको कारणले गर्दाखेरि चाहिँ त्यो अन्त कुराहरू भन्दाखेरि चाहिँ फोकस हामी जहिले पनि काममै नै थियौँ भनौँ खासै। अब मुखौटा चल्नुभन्दा अगाडिदेखि नै निकै प्रचार सुनिएको थियो होइन। कहिले मुखौटा युनिट चाहिँ कहाँ गयो, टी सर्ट बाँड्यो, कहिले कहाँ गयो, कहिले कहाँ गयो, देशका विभिन्न ठाउँमा चाहिँ घुमफिर गरेको र धेरै चाहिँ नि प्रचार प्रसारको लागि चाहिँ धेरै पैसा खर्च गरेको भन्ने सुन्नमा आएको थियो होइन। अब अहिले चलचित्रको व्यापार कस्तो छ तपाईँको? व्यापारको डाटा चाहिँ कम्प्लिटली मसँग पनि आइपुगेको छैन होइन। किन भन्दाखेरि त्यसको फलोअप हाम्रो प्रड्युसरजीले नै गरिराख्नु भएको छ। अब यो बल्ल फर्स्ट विक हो होइन, अब यो अब के अरे फ्राइडेदेखि फेरि सेकेन्ड विकमा लाग्छ। त्यस पछाडि चाहिँ अलिकति हामीले क्यालकुलेसन गर्न सकिन्छ कि हामी कहाँ छौँ भनेर। केही मिडियाहरूमा होइन, केही पत्र पत्रिकामा अब मुखौटाको विषयलाई लिएर चाहिँ विभिन्न प्रतिक्रियाहरू आएका छन् होइन। अब मुखौटाले चाहिँ राम्रो चाहिँ नि कमाइ गर्न सकेन, मुखौटाका विषयवस्तु राम्रा भएनन् भन्ने आदि इत्यादि कुराहरू सुन्नमा आइरहेको छ। तपाईँले चाहिँ प्रत्यक्ष रूपमा त्यस्ता प्रतिक्रियाहरू पाउनु भएको छ कि छैन दर्शकहरूबाट? दर्शकहरूबाट चाहिँ नर्मली मैले खासै त्यस्तो पाएको छैन। कतिजनाको अब हेर्ने मान्छेहरूले चाहिँ के भन्नुहुन्छ भने कतिलाई मलाई अलिकति यस्तो यस्तो भइदिएको भए हुन्थ्यो कि भन्ने खालको कतिको आफ्नो प्रतिक्रिया हुन्छ कुरा। न त नर्मली ओभरअल सबैजनाले फिल्म मन पराएको नै छ मेरो जतिजनालाई मैले भेटेको छु होइन। तर तपाईँले भने जस्तो कतिवटा क्रिटिकहरूले लेखेको कुराहरू पनि पढ्न पाएँ होइन, हेर्न पाएँ, बुझ्न पाएँ। मलाई चाहिँ अब पर्सनली के फिल भयो भन्दाखेरि चाहिँ मैले बनाएको फिल्म मुखौटा राम्रो छ राम्रो छैन त्यो पार्ट एउटा आफूमा छ होइन। तर जसले फिल्मलाई क्रिटिक हिसाबले क्रिटिसाइज गर्नुभएको छ एज अ भ्युवर होइन कि एज अ क्रिटिक, जसले क्रिटिसाइज गर्नुभएको छ, मलाई चाहिँ के फिल भयो भन्दाखेरि हामीसँग चाहिँ साँच्चै नै फिल्मलाई एनालाइज गर्ने के अरे व्यक्तित्वहरू चाहिँ निकै नै राम्रो हुनुहुँदो रहेछ। र उहाँहरूको एनालाइज गर्ने तरिका देखेर चाहिँ के फिल भयो भन्दाखेरि चाहिँ उहाँहरूबाट धेरै कुरा सिक्नुपर्ने रहेछ फिल्मलाई एनालाइज गर्नुको बारेमा र फिल्म के हो भनेर बुझ्नको बारेमा चाहिँ। होइन, उहाँहरूले भनेको जस्तै हो त तपाईँको फिल्म? उहाँहरूले भनेको जस्तै अवस्था हो? अब फिल्म भनेको यस्तो हुन्छ, फिल्म भनेको जहिले पनि मेरो बुझाइमा एउटा हुन्छ होइन। र दर्शकसम्म जाँदाखेरि त्यो मेरो बुझाइलाई कति बुझाइमा उहाँहरूले बुझ्नु भएको छ भन्ने कुरामा नै फिल्म कस्तो हो भन्ने कुरामा के अरे भर पर्छ नर्मली होइन। तर एज अ भ्युवर एउटा साधारण फिल्म हेर्न रुचाउने व्यक्तिले गएर फिल्म हेर्नुहुन्छ भने उहाँको हिसाबमा यदि उहाँलाई के अरे फिल्म सर्टन वेमा मन परेन या फिल्म सर्टन वेमा यस्तो भइदिया भए हुन्थ्यो या फिल्म राम्रो छ भन्ने हिसाबले गर्दाखेरि उहाँहरूलाई त्यो 100% छुट छ एज अ भ्युवर होइन। त्यसमा हामीले केही पनि भन्न सक्दैनौँ। तर जतिजनाले पनि फिल्मलाई क्रिटिकली एनालाइज गर्नुहुन्छ या गर्नु खोज्नुहुन्छ उहाँहरूले चाहिँ नर्मल्ली मैले अझैसम्म बुझेअनुसार चाहिँ के हो भन्दाखेरि चाहिँ फिल्मलाई एनालाइज गर्न सक्नु पर्यो। नराम्रो छ सपोज, किन नराम्रो छ, राम्रो छ किन राम्रो छ, दुइटै पक्षलाई चाहिँ फिल्म भनेको एउटा कुरोले बनिएको हुन्न नि। फिल्ममा धेरैवटा विधाको मान्छेहरू एकजुट भएर काम गरे हुन्छ। फिल्ममा ब्याकग्राउन्ड राम्रो हुनसक्छ, फिल्ममा कलर राम्रो हुनसक्छ, फिल्ममा कस्ट्युम राम्रो हुनसक्छ, फिल्ममा स्क्रिप्ट राम्रो हुनसक्छ, फिल्ममा एक्टर्स राम्रो हुनसक्छ।
फिल्ममा के अरे सिनेमाटोग्राफी राम्रो हुनसक्छ, हजारवटा कुराहरू छन् नि फिल्मलाई एनालाइज गर्ने तरिका होइन। र मैले भनेको चाहिँ फिल्म नराम्रो भन्छ यदि क्रिटिकले भन्ने किन नराम्रो भन्न सक्नु पऱ्यो, यदि राम्रो भन्छ भने किन राम्रो त्यो पनि भन्न सक्नु पऱ्यो। र हाम्रो फिल्मलाई मुखौटालाई कम्पेयर गर्दाखेरि या कुनै पनि नेपाली फिल्मलाई कम्पेयर गर्दाखेरि नेपाली फिल्म त्योभन्दा अगाडि कतिवटा रिलिज भएको थियो या कतिवटा थियो, कुन कुनलाई कुन हिसाबले क्रिटिकली एनालाइज गरेको थियो, त्यो फिल्मको कम्पेयरमा अहिले आएको फिल्म कस्तो छ र विगतको फिल्महरूलाई हेरेर हाम्रो फिल्ममा यो फिल्ममा कुन हिसाबले अपग्रेड भएको छ छैन भनेर त्यसलाई हेल्दी वेमा चाहिँ एनालाइसिस गर्नु या क्रिटिसाइज गर्नु चाहिँ जायज हो होइन। तर अब यो कुरालाई एकछिनमा जोडौँला फेरि। दर्शकवृन्द, हामीसँग हुनुहुन्छ चलचित्र निर्देशक अर्पण थापा। हामी नेपाली सिनेमाको बारेमा र विशेष गरेर मुखौटा नामक चलचित्रको बारेमा हामी कुराकानी गरिरहेका छौँ। अहिले छोटो विश्राम। दर्शकवृन्द, पुनः स्वागत छ। हामी कार्यक्रम एसटिभी च्याटमा छौँ र हामीसँग हुनुहुन्छ अर्पण थापा, चलचित्र निर्देशक। कुराकानीलाई म फेरि जोड्दैछु। तपाईँले पुराना फिल्म र नयाँ फिल्मको बारेमा केही कुरा गर्नुभयो अहिले होइन। अब त्यो हेर्नुपर्छ पुराना फिल्म कस्ता थिए, अहिलेका फिल्म के छ, हामीले कति मेहनत गऱ्यौँ, टेक्नोलोजीको कति प्रयोग भएको छ भन्ने कुराहरू, प्रविधिको कति प्रयोग भएको छ भन्ने कुराहरू तपाईँले जोड्नु भयो। के नेपाली फिल्मको शैली फेरिएको हो त? जहिले पनि अब प्रयास, यदि एउटा राम्रो फिल्म छ भने त्यसको प्रयास नै एक हिसाबले फिल्मलाई पनि अपग्रेड गर्ने नै हो होइन, कुनै न कुनै रूपमा, चाहे टेक्निकलै होस्, चाहे कथावस्तुको हिसाबले होस्, चाहे एक्टिङको हिसाबले होस्। त्यो प्रक्रिया चाहिँ जहिले पनि त्यसमा अल्झिएर नै आउँछ भनौँ न, लिएर नै त्यो प्रक्रियालाई लिएर नै आउँछ होइन। तर मैले अघि भन्दाखेरि पुरानो फिल्म भन्दाखेरि हाम्रो 15 वर्ष 20 वर्ष अगाडिको फिल्मको कुरा गरेको होइन मैले चाहिँ। त्यतिखेर चाहिँ मैले चाहिँ नर्मली कुरा के गरेको थिएँ भने महिनामा 40वटा फिल्म या महिनामा कतिवटा फिल्म रिलिज हुन्छ सपोज होइन, 10वटा फिल्म रिलिज हुन्छ भने 10औं फिल्म रिलिज हुँदाखेरिको त्यो 9वटासँग पनि दाँच्न सक्नु पऱ्यो कि। अब तपाईँको मुखौटामा राम्रा राम्रा कलाकारहरू हुनुहुन्छ होइन। अब राम्रो कलाकार भएको हिसाबले पनि सिनेमा पक्कै पनि राम्रो हुनुपर्छ भन्ने लाग्छ। तर यही अब सञ्चार माध्यमहरूमा चाहिँ कस्तो खबर आइरहेछ भनेदेखि, अब तपाईँलाई विशेष गरेर अर्पण थापाको विषयमा मात्रै म कुरा गर्दैछु, फिल्म हेरेर प्रतिक्रिया दर्शकहरूले चाहिँ तपाईँलाई अब सामाजिक सञ्जाल मार्फत धेरै प्रतिक्रिया दिए, त्यसमा चाहिँ नकारात्मक प्रतिक्रिया बढी आएको भएर अर्पण थापाले चाहिँ आफ्नो फेसबुक अकाउन्ट नै बन्द गरेर राखेको छ भन्ने कुराहरू नि सुन्नमा आयो नि, साँचो हो यो? होइन, यो फेसबुकसँग निकै नै मेरो पहिलादेखिको नै के अरे एक हिसाबको इन्सिडेन्ट भइरहेको हुन्छ कि। पहिला पनि एकपल्ट त्यस्तै फेसबुक मार्फत नै म मरेँ रे भनेर हल्ला भएर एक हिसाबको के त्यस्तो भएको थियो काण्ड होइन। यो दोस्रोचोटि हो जहाँनिर चाहिँ तपाईँको मार्फत मैले सुन्दैछु कि मेरो फेसबुक एकाउन्ट बन्द भएको छ अरे भन्ने कुरा होइन। जहाँसम्म पेपरहरूमा पढेको, हजुर हजुर, जहाँसम्म लाग्छ मेरो फेसबुक चाहिँ ओपन नै छ होइन। र त्यस्तो बन्द गर्ने कुनै त्यस्तो आवश्यक पनि देख्दिनँ या त्यस्तो कुनै विचार पनि छैन होइन। यो चाहिँ एउटा अब खै रमाइलो रिमोर होला सायद। तपाईँले भन्नुभयो नि कुनै केही समय अगाडि चाहिँ अर्पण थापा चाहिँ अब रहेन यो संसारमा भनेर चाहिँ त्यही सामाजिक सञ्जाल मार्फत व्यापक हल्ला भयो भनेर होइन। अब कतिपयले के भन्छन् भने यस्ता कुराहरू चाहिँ नियोजित पनि हुनसक्छ है भन्ने कुरा नै आउँछ। किन यस्तो भइरहेछ, यो के हो, किन यस्तो चाहिँ गलत कुराहरू चाहिँ सञ्चार हुन्छन्, के लाग्छ तपाईँलाई? अब खै अब मैले अघि मुखौटा भने जस्तो अब कसमा के लाएर बसेका छन् या कसको इन्टेन्सन के छ होइन, त्यो म अब पर्सनली मैले सबैजना चिन्दिनँ र बुझ्दिनँ पनि। एज अ पर्सन मैले कसैसँग कुनै त्यस्तो मलाई त्यस्तो गरिदिनुपर्ने अवस्था कसैलाई पुऱ्याएको जस्तो लाग्दैन, या मैले कुनै पनि त्यस्तो हिसाबले केही गरे जस्तो लाग्दैन जसले गर्दाखेरि हुन्छ नि त्यो एक प्रकारको त्यो एउटा रिमेज राख्नुपर्ने या त्यो कुरालाई एकदम नेगेटिभली लिनुपर्ने या एउटा ग्रज राखेर त्यो कुरा
लाई फलोअप गर्नुपर्ने त्यस्तो खालको केही जस्तो देख्दिनँ म। अब कतिपल्ट इन्सिडेन्ट्स हुन्छ होइन, अब कसले गर्यो, किन गर्यो, के मोटिभमा गर्यो मलाई थाहा छैन। अब एउटा त्यो इन्सिडेन्टबाट चाहिँ के भन्दाखेरि एउटा कुरा चाहिँ के भन्दाखेरि आफू अलिकति सतर्क चाहिँ हुनुपर्छ आफ्नो। अब जस्तो मेरो फेसबुक एकाउन्ट छ भने मैले त्यसलाई कुन हिसाबले मेन्टेन गरेर राख्नुपर्ने हो त्यो कुरालाई चाहिँ याद गर्नुपर्ने रहेछ। तपाईँ कलाकार निर्देशक मात्र नभएर तपाईँले यसमा आफ्नै कथा होइन, कथा पनि तपाईँको छ। तपाईँले कथा कसरी बनाउनु भयो? जस्तो तपाईँको हिप्पीको कुरा आउँछ होइन, हिप्पीहरूको सुरुवातका दिनका कुरा, नेपालको अवस्था, त्यो बेलाको परिस्थिति होइन, तिनीहरूले गर्दाखेरि एउटा दुर्व्यसनी भित्रिएको भन्ने जुन कुराहरू सिनेमामा देख्न पाइन्छ होइन, त्यो किसिमको कथा चाहिँ निर्माण भनौँ न, कथा चाहिँ कसरी बनाउनु भयो तपाईँले? अहिलेको समयमा त्यो बेलाका विषयवस्तुलाई जोड्नु भएको छ। अब प्रविधिले चाहिँ तपाईँको फिल्म एकदम राम्रो देखिएको छ होइन, तर कथावस्तु र प्रविधिसँग चाहिँ अलिकति तपाईँले चाहिँ यसलाई चाहिँ उ गरिदिनुहोस् न, खुलाइदिनुहोस् न। कथामा अब त्यो एकदम सुरुको जुन ब्ल्याक एन्ड व्हाइट पार्टबाट फिल्म सुरु हुन्छ होइन, त्यो न्यारेसन एकदम जरुरी थियो। किन भन्दाखेरि जतिजनाले फिल्म हेर्नु भएको छ उहाँहरूले बुझ्नुभयो होला कि कथा एउटा दामोदर भन्ने केटाबाट सुरु हुन्छ, जो चाहिँ गाउँबाट एउटा आफ्नो उज्यालो भविष्य खोज्दै सहरतिर छिरेको हुन्छ होइन, जसको जीवनमा धेरैवटा घटना घटिसके पछाडि ऊ मिस्टर डी हुन गएर पुग्छ होइन। किन भन्दाखेरि गाउँबाट आउँदाखेरि ऊ खाली हात एउटा झोला बोकेर आएको मान्छे थियो होइन, र अहिले मिस्टर डी हुँदाखेरि उसँग सारा सम्पन्न कुराहरू देखिन्छन्। त्यो कुरा कसरी आयो, कहाँबाट आयो भन्ने कुरालाई सानो एनालाइज गरेर त्यो पार्टलाई चाहिँ फलोअप गर्ने ट्राई गरेको थियो। किन भन्दाखेरि स्टोरी इन्डसम्म हेर्ने हो भने मिस्टर डी जो जुन दामोदर भन्ने छ उहाँबाट नै लिङ्कअप भएर निस्किएको छ स्टोरी। किन भन्दाखेरि फिल्मको दुईवटा मुख्य पात्र नै उहाँका हाँगाहरू छन् भनौँ न। अनि अर्को साइडतिरको जुन अहिलेको टाइम पिरियडलाई चेपाङ भन्ने क्यारेक्टरले जुन हिसाबले डिफाइन गर्न खोजिएको छ, त्यो कुरा चाहिँ मुखौटामा आएर कसरी जोडिन्छ भन्दाखेरि चाहिँ कुरा आयो राइभलरीको, दुश्मनीको, लोभको, इच्छाको होइन, एक्लै त्यो ठाउँमा बस्ने चाहनाको होइन। यो कुराको लडाइँ भनेको त मुखौटामा मात्र नभएर हिसाबले हेर्ने भने सबै क्षेत्रमा नै, सबै कुरामा नै लागु भइरहेछ जस्तो लाग्छ मलाई चाहिँ। एक हिसाबको होडबाजी, एक हिसाबको तानातान, एक हिसाबको के अरे त्यो ठाउँमा बस्न या त्यो पोजिसनको लोभ या आफूले कमाउने, आफू सम्पन्न भएर गर्नुको त्यो लोभ होइन, सबैजनासँग एक हिसाबमा एउटा दुईवटा मुख राखिएको हुन्छन् होइन, जुन मुखलाई चाहिँ साइकोलोजिकल पोइन्ट अफ भ्यूबाट चाहिँ डिफाइन गर्न खोजेको मुखौटामा। र फिल्म हेर्ने हो भने एकदम ड्रामाटिक हिसाबले या एकदमै त्यो के अरे फिल्म जस्तै स्टाइलमा चाहिँ कोही पनि मर्दैन होइन। किनभने एक हिसाबको जतिवटा क्यारेक्टर्स मरेर जान्छ उहाँहरूको चाहिँ एउटा सडन हिसाबले त्यसलाई क्याप्चर गर्न खोजेको छ। किन भन्दाखेरि उहाँहरू साइकोलोजिकल्ली यति माथि थियो आफ्नो इगोमा एज एन क्यारेक्टर। सौगात मल्लको क्यारेक्टरको कुरा गर्ने हो भने ऊ आफ्नो इगोमा यति माथि थियो कि उसले आफू बाहेक अरू कसैलाई देख्दैन थियो होइन। अरूले जुन हिसाबले उसलाई हेरे पनि उसको आफूलाई हेर्ने तरिका अरूभन्दा भिन्न नै थियो होइन। र त्यति लेभलमा उसले आफूलाई होल टाइम के अरे बचाएर राखेको या देखाएर राखेको क्यारेक्टर होइन। मर्दाखेरि मलाई लाग्दैन कि जस्टिफाई अब के अरे खेदी मार्नै पर्ने या एउटा कुनै ड्रामा सिन क्रिएट गर्नै पर्ने त्यो अवस्था त्यो क्यारेक्टरलाई थिएन जस्तो लाग्छ। ऊ लोकल गुन्डा या एउटा के अरे त्यस्तो हुन्छ नि त्यो खाते या केही त्यस्तो खालको कुनै त्यो क्यारेक्टर नै होइन जसलाई चाहिँ त्यो खालको ड्रामाटाइज के अरे इन्डिङ चाहिने जस्तो चाहिँ मलाई लाग्थेन होइन मेरो पोइन्ट अफ भ्यू। यो मुखौटाले सन्देश चाहिँ के दिन खोजेको हो त? मुखौटाले सन्देश भन्दाखेरि पनि मुखौटाले सन्देश भनेको अब सबैजना
मा एउटा यस्तो व्यक्ति हुन्छन् होइन जो राम्रो पनि हुनसक्छ नराम्रो पनि हुनसक्छ र आफूले चाहेको कुरालाई लिनको लागि मान्छेले कहाँसम्म र केसम्म पनि गर्न सक्छ होइन मुखौटामा हेर्ने भने सबै क्यारेक्टर्समा त्यो कुराहरू छ र सबै फेरि आफूले सोचे जस्तो र सबै नराम्रै हुन्छ भन्ने पनि छैन त्यसमा कति व्यक्तित्वहरू यस्तो पनि हुन्छन् जसलाई कुनै कुरादेखि खासै लोभ लालच पनि नहुनसक्छ र आफूले त्यो पाएको रिलेसन या पाएको त्यो मायालाई नै सबैभन्दा ठुलो ठानेर त्यसमा नै बाँच्न खोज्ने पनि सक्ने मान्छेहरू पनि हुन्छन् होला होइन त्यही कारणले धेरैवटा इमोसन सबैमा एक एकवटा इमोसन हाबी हुन्छ जस्तो लाग्छ मलाई चाहिँ मान्छेमा होइन कतिलाई एकदम के अरे लोभको बढी होला त्यही भएर ऊ त्यस्तै हिसाबले काम गरिरहन्छ कतिजना इख बोकेर काम गर्ने हुन्छ त्यो उसमा त्यही हिसाबले काम गरिरहन्छ होइन कतिमा माया मात्र होला उसले त्यही हिसाबले काम गरिरहन्छन् त्यही हिसाबले हरेक व्यक्तिको व्यक्तित्व फरक फरक हुने हो होइन त्यही अब त्यही इमोसन्सलाई नै डिफाइन गर्न खोजे हो जस्तो नराम्रो काम गर्दा अथवा नराम्रो विचार राख्दाखेरि चाहिँ त्यसको चाहिँ परिणाम नराम्रो हुन्छ भनेर यसले देखाउन खोजेको एउटा त्यो पनि बुझियो नराम्रो गर्दाखेरि अभियसली नराम्रो नै हुन्छ र यो चाहिँ नि दुर्व्यसनीले पनि आफूलाई सिद्ध्याउँछ विवेक शून्य बनाउँछ भन्ने कुरा पनि त्यहाँ देखियो होइन मैले पनि चलचित्र हेरेको थिएँ तपाईँको जस चलचित्र समग्रमा राम्रै छ है अब मानिसले विभिन्न विचारहरू आफ्ना आफ्ना राख्दै आइरहेछन् राख्न पाउनुपर्छ होइन अब तपाईँले पनि भनिहाल्नुभयो तपाईँसँग प्रत्यक्ष रूपमा कसैले पनि कुरा गरेन बाहिर मात्रै नचाहिने कुरा आयो भनेर तपाईँले भनिरहनु भएको छ है अब चलचित्र मुखौटा हेरिसक्नु भएको दर्शकले त बुझिहाल्नु भएको छ के छ कस्तो छ विषयवस्तु होइन कति स्तरीय छ भन्ने कुराहरू उहाँले अनुभव गरिहाल्नु भयो चलचित्र नहेरेका दर्शकको लागि चाहिँ के भन्नुहुन्छ नहेर्ने दर्शकले चाहिँ जहाँसम्म लाग्छ कति अब सुनेर पनि हामी नजाउँ भन्ने खालको फिल पनि हुनसक्छ या कतिवटा सुनेर जाउँ भन्ने फिल पनि हुनसक्छ होइन तर म चाहिँ के भन्छु भन्दाखेरि एकचोटि चाहिँ सबैजनाले मुखौटा हेर्नै पर्छ जस्तो लाग्छ किन भन्दाखेरि यो एउटा नौलो कोसिस हो होइन जुन कोसिस चाहिँ नेपाली फिल्ममा प्रयोग गर्ने प्रयास गरिएको छ र त्यो भनेको हाम्रो दर्शककै लागि नै हो र सबैजनाले फिल्म राम्रो छ होइन फिल्म राम्रो छ र उहाँहरूले गएर त्यो फिल्म को बारेमा कुनै कतै केही सुन्न भएको छैन भने भएको छ भने पनि आफै गएर हेरेर एनालाइज गर्न सक्नुहुन्छ कि खास चाहिँ के हो कुरा भन्ने कुरा अब सिनेमामा चाहिँ राम्रा कलाकारमा भनौँ न अभिनय मात्रै गर्ने कलाकार मात्र नभइकन तपाईँले चाहिँ रक सिङ्गर होइन अब रविन तामाङलाई पनि राख्नु भएको छ उहाँको निकै राम्रो भूमिका देखिएको छ यसमा है उहाँलाई चाहिँ नि तपाईँले निर्देशन गर्दाखेरि के कस्तो सजिलो अथवा अप्ठ्यारो के कस्तो भयो रविनजीसँग काम गर्न सजिलो नै छ किन भन्दाखेरि हामी योभन्दा अगाडि पनि काम गरिसकेका छौँ एउटा अर्को फिल्ममा होइन खास उहाँ नेपाली भाषालाई चाहिँ त्यति राम्रोसँग उहाँले चाहिँ नि ग्रहण गर्नुहुन्न त्यो र पनि तपाईँले एकदम राम्रो प्रस्तुति उहाँको देखिएको छ तपाईँले त्यो गराउन सफल हुनुभएको छ तपाईँले होइन उहाँको बारेमा के भनिदिनुहोस् अब रविनजीलाई हामी चिन्छौँ एज अ रक स्टार होइन र उहाँको बोल्ने शैली यस्तो छ उस्तो छ भनेर हामी सबैलाई थाहा छ होइन र उहाँको शैली जुन के अरे मुखौटामा छ उहाँको लगभग आफू नै हुनुहुन्छ उहाँ होइन तर यदि रविनजी त्यस्तो हिसाबले नबोल्ने भएको भए र मुखौटामा त्यसरी बोल्नु भएको भए त्यो फेरि फरक कुरा हुन आउँथ्यो क्या उहाँलाई रुवाउन चाहिँ अप्ठ्यारो भएको हो उहाँलाई रुवाउनु अप्ठ्यारो भएको भन्दाखेरि पनि कस्तो हुन्छ भन्दाखेरि केटा मान्छे रुँदा जहिले पनि नराम्रो देख्छ भन्छ कि जहिले पनि एक प्रकारको के अरे चाम हुँदैन अरे होइन त्यो चाम मिसिङ भएको हो कि केटी मान्छे रोको भए अलिकति भिन्न स्वभावमा रुन्थ्यो होला होइन र त्यसले हेर्दाखेरि अलिकति मजा पनि आउँथ्यो होला अर्पणजी व्यस्त हुनुहुन्थ्यो व्यस्तताको बावजुद पनि यहाँसम्म आइदिनु भयो आफ्ना विचारहरू राखिदिनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हजुर धन्यवाद दर्शकवृन्द उहाँ हुनुहुन्थ्यो अर्पण थापा चलचित्र निर्देशक हुनुहुन्छ अहिले मुखौटा भन्ने फिल्ममा उहाँको डेब्यू निर्देशन हो र चलचित्र मुखौटा निकै राम्रो चलचित्र छ मैले पनि हेरेँ र
सायद जसले हेर्नुभएको छ उहाँहरूले आफैले पनि त्यो अनुभव गर्नुभएको होला, नहेर्नु भएको दर्शकले पनि मुखौटा चाहिँ एकचोटि हेर्नुपर्छ कि जस्तो लाग्छ। हेरेपछि मात्रै त्यसको वास्तविकता थाहा हुन्छ र पक्कै पनि तपाईँले रमाइलो मान्नुहुनेछ। नयाँ किसिमको फिल्म बनेको छ, एकचोटि हेर्नुभयो भने अझ राम्रो हुन्छ। तपाईँले पनि हाम्रो कार्यक्रम एसटिभी च्याट हेरेर हामीलाई साथ दिनुभयो, त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रमबाट बिदा माग्दैछु। आज्ञा दिनुहोस्। नमस्कार।